हेलो गाइस, आज हामी चाहिँ फेवाटाल जाँदैछौँ। म अनि यहाँ मेरो हुनुहुन्छ बुढी, यहाँ हुनुहुन्छ विश्वहाङ, अस्ति हाम्रो भाइ हो। त्यही हामी चाहिँ फेवाटाल जाँदैछौँ। सबैजनाले भ्लग मजाले हेरिदिनुलाई, सबैले फुल भ्लग हेरिदिनुलाई। म अनि यहाँ मेरो बुढी हुनुहुन्छ नि, यहाँ साथी छ। हामी चार तिनजना हो, पानी बन्द पर्छ। यता हो न, हामी तिनजना जाँदैछौँ फेवाटाल। गएर फेवाटाल सारङको जानु पर्यो। हाम्रो सारङको 2 बजी मात्र बस जान्छ। बस 2 बजी चल्छ नि त बाबु। त्यही गाइस, सबैले फुल भ्लग हेरिदिनुलाई, अल द बेस्ट सबैजनालाई। अब हामी पर बस पार्कदेखि बागलुङ बस पार्कदेखि पाउँछ नि। लौ आज हामी चाहिँ नदीपुरको यहाँ पुलमा छौँ, पहिलो पुलमा। त्यो सबैजनाले फुल भ्लग हेर्नेलाई। हामी अब यहाँ दिदी अगाडि हुनुहुन्छ, यहाँ पछाडि भाइ छ। हामी 3 जना हिँडेको छौँ फेवाटाल। सो सबैजना सब्सक्राइब गरिदिनु होला र सबैजनाले फुल भ्लग हेरिदिनु होला भन्छु म चाहिँ राख्छु। त्यही हो गाइस। सो गाइस, हामी चाहिँ फेवाटाल आइसकेको छौँ। फेवाटाल आएर यहाँ सक्नुहुन्छ। आजको मौसम ठिकै छ मौसम। यहाँ चाहिँ बिसाउँछ है। त्यही सबैजनाले सब्सक्राइब गरिदिनु होला। यता चाहिँ म छु, त्यो सबैजनाले हेरिदिनु होला भ्लग। यहाँ चाहिँ खासै छैन मान्छे, अलिअलि मात्र हुनुहुन्छ। सर हावामा भागिन पाइन। सो गाइस, हामी चाहिँ बोटमा चढिसक्यौँ है। बोटमा र म यहाँ चढी लडिन्छ नि। सो सबैजना यहाँ छौँ। यहाँ है मेरो बुढी। फोटो मान्छेहरू भएको ठाउँतिर लैजाऊ कि अन्त यता कता नलैजाऊ न। ऊपर छन्दै छ। कति घन्टा हुन्छ? 1 घन्टा। पैसा पनि फिर्ता दिएको छैन। पैसा तेर्सो पनि तेर्सो। सो सबैजना लल त बेस मात्र बहिनी यार बिसँग घर गऱ्यो बल्लको 150 त हुने। माथि फोटो खिच्नुमा गयो, केटा फोटो खिच्दैछ। यसले पैसा पाउनु फोटो खिच्छ। फोटो भिडियो गरेर जास्। सो सबैजना सब्सक्राइब गरिदिनु होला। आज चाहिँ म र मेरो बुढी आएको छौँ पोखरा फेवाटालमा बोटिङ खेल्न आएको छौँ। यहाँ म छु अनि बिसाङ चाहिँ अर्को भाइ चाहिँ खेल न भनेको मानेन। त्यो भाइ चाहिँ पर खिचिरहेको छ। त्यही हलिन्छ त बेच्छ नि। गएर छ अरे बेच्दै गएर छ अरे। 100 कति मिटर छ नि, बिच जाने। आउनु थाल्यो। अब गाडी र यो फर्काइहाल्नु छ। फर्काएन भने बगेर लाग्छ। आज चाहिँ मौसम बहुत राम्रो छ हो नि। अब गाइस, म चाहिँ यहाँ छु सन्देश। आज छन् पछि मान्छे धेरै छन् त थुप्रो छन् भन्दा पनि छन्। टोली यहाँ छन् अनि तल छ, अनि तल हुनुहुन्छ। ए रेको चाहिँ भिडियो चाहिँ सो सबैजनाले हेर्नु सक्नुहुन्छ। मेरो यहाँ बुढी हुनुहुन्छ। हस्। सो गाइस, आज चाहिँ पानी पर्न लागिसक्यो। मौसम खराब छ। हामी चाहिँ पानी बोटदेखि निक्लिसक्यो, बोटिङदेखि निक्लिसक्यौँ। थुप्रो छन् अझै खेल्ने थुप्रो छन्। यहाँ चाहिँ फोटो खिच्नु छ। यता बिचमा यहाँ छ। सो गाइस, त्यति हो। अब हामी घर फर्क्यौँ। सबैजना भ्लग हेर्नुलाई फोटो बनाएको छ। सो आजको भ्लग चाहिँ यतिमा सकिन्छ। फेरि अरू भ्लगमा भेटौँला। हस् त बाई बाई। मन परायो भने भिडियोलाई सब्सक्राइब गर्न, लाइक पनि गर्नु नभुल्नु होला। हस् त बाई बाई।